आज म पर्कको रेसिपी लिएर आएको छु। तपाईहरुलाई देखाउने छु कसरी बनाउने छु है। अनि तपाईहरुलाई मन पर्यो भने तपाईहरुले लाइक शेयर कमेन्ट गरिदिनुस् होला। अनि मन पर्यो भने तपाईले आफूले पनि बनाएर खान सक्नुहुनेछ। सो मेरो रेसिपी तपाईहरुलाई देखाउने छु। खाली मैले यहाँ प्रेसर कुकर लिएको छु। अघि नै मैले पर्क चाहिँ मजाले धोइसकेको छु है। यसलाई म यहाँ भित्र हाल्ने छु। पर्क हालिसकेको छु है। अब यसमा चाहिँ म हाल्ने छु प्याज मैले हालिसकेको छु है। अब म यसमा टमाटर हाल्ने छु। लौंग अलैंची दालचिनी म हाल्ने छु यसमा। यहाँ चाहिँ मैले कुटेर हालेको छु है। अदुवा लसुन अनि खोर्सानी। तपाईहरु कति पिरो खानुहुन्छ त्यही अनुसारले लगाउनुस् खोर्सानी है। अब यति भएपछि चाहिँ मसलाको पालो आउँछ है। मसलामा चाहिँ म के लाउँदैछु भने चाहिँ रेड चिल्ली है, हल्दी, नुन हाल्दैछु। अब हामी लास्टमा निम्बु हाल्ने छौं। हामी यसलाई मजाले म्यारिनेट गर्ने छौं। रेडी भइसकेको छ। अब म लो फ्लेम गरेर यसलाई म 10-15 मिनेट पकाउने छु। पाकिसकेपछि चाहिँ तपाईहरु कति ग्रेभी खानुहुन्छ त्यो अनुसारले पानी हाल्नुहोस्। अनि चाहिँ त्यसमा नुन पनि लागेको हुँदैन कतिचोटी तपाईहरुले थप्न सक्नुहुनेछ। लो फ्लेम गरेर है 7 सिटी 6 सिटी तपाईहरुले लाउन सक्नुहुनेछ। आज साग पनि लिएको छु। सो पर्कमा चाहिँ म साग हाल्ने छु है त। मलाई चाहिँ यस्तो लामो लामो साग मन पर्छ। मैले त लामो लामो काटेर हालेको छु है। तपाईहरुलाई कस्तो मन पर्छ है त्यसरी साग हालेर खान पनि सक्नुहुन्छ है। साग बिना पनि तपाईहरुले खान सक्नुहुनेछ है त। सो गाइस हेर्नु होला एकदम दामी भइसकेको छ है। अब म यसमा है साग हाल्ने छु। हेर्नुहोस् सागसँग है म 1-2 मिनेट यसलाई पकाउने छु। त्यहाँदेखि चाहिँ मेरो रेडी हुनेछ। सो गाइस मेरो चाहिँ एकदमै दामी पर्क भइरहेछ है। पर्क अनि साग त्यसमाथि चाहिँ म धनिया हाल्ने छु। तपाईहरुलाई मन पर्छ भने धनिया हाल्नु होला। सो गाइस मेरो रेसिपी चाहिँ रेडी भइसकेको छ। गाइस एकदम यम्मी सो टेस्टी।